गरिदिए ल हाम्रो चाहिँ अहिले यतिको फिनिसिङ हुँदैछ। ठ्याक्क राखेर चाहिँ यो भित्रको यो काठ हुन्छ नि त्यो काठलाई चाहिँ छोप्ने कार्यक्रम हुँदैछ। त्यो मात्र नभएर चाहिँ ठ्याक्क अब यो काठबाट भयो भने चाहिँ यो माथि हामीले रियल लगाउँदाखेरि चाहिँ चार हुन्छ नि त। त्यो भएको कारणले गर्दा यो छेउछाउमा चाहिँ हामीले फर्म लगाएको छौँ ताकि कसैको पनि यसो लड्दै गर्दाखेरि टाउकोहरू ठुल्ने गर्दा चाहिँ यो फर्मले चाहिँ बचाओस् र हामीले बस्दा गर्दाखेरि पनि चाहिँ नरम होस् क्या भनेर चाहिँ हामीले रियल लगाउँदैछौँ। यो लगाउँदाखेरि चाहिँ हामीले चाहिँ यहाँ गम टालेका छौँ। काटी भन्दा नि यो गम टालेर चाहिँ अलिकति गर्ने प्रयास भइरहेछ। अब यो चाहिँ हामी टाल्दैछौँ। सोफामा बस्दै गर्दाखेरि आनन्द आउँछ तर यहाँ डुप्लिकेट हेर्नु है। सोफा चाहिँ खास यसरी बन्छ है गाइजहरू होइन। अब सोफा कसरी बन्छ होइन कति मेहनत लाग्छ होला भन्छ नि होइन। तर भित्र काठ चाहिँ यस्तो छ कुहेको काठ होइन। खासै यसलाई केही फिनिसिङ पनि गरेको छैन। तर जति पनि फिनिसिङ गरेर माथि बाहिरबाट हेर्दै गर्दा राम्रो देखाउनलाई चाहिँ सबै एक किसिमको फर्म र यो माथि चाहिँ एउटा लेदर लाग्छ होइन। त्यो लेदर लगाइसकेपछि एकदमै स्पेसल बन्ने वाला छ होइन। अहिले तपाईँ जुन यो तरिकाले देखिराख्नु भएको छ नि एकदमै घिनलाग्दो देखेछ नि त। तर यो पुरै फिनिसिङ भइसकेपछि तपाईँहरू आफैले वाउ भन्नुहुनेछ त्यो किसिमको चाहिँ बन्छ होइन। म नि खासै ठुलो मिस्त्री त होइन तर पनि यसो घरमा काम नलागेर कुहेर बसिरहेको जुन काठ थियो त्यो काठलाई चाहिँ मैले यो किसिमले बनाएर एउटा राम्रो बस्नको लागि सोफा सेट चाहिँ म तयारी गर्दैछु र त्यसको लागि फर्महरू लिएर आएको छौँ हामीले। यसलाई काटेर सबै डिजाइन गरेर हाम्रो छ है यो किसिमको फर्महरू राखेर त्यो चाहिँ ठुलोको लागि त्यो ठुलो चाहिँ फेरि अर्को सोफा बन्दैछ। यो चाहिँ एउटा सिङ्गल सोफा हो भनेर अब चाहिँ डबल ट्रिपल भनौँ न ट्रिपल सोफा बन्दैछ। त्यसको नि भिडियो तपाईँहरूलाई म देखाउँछु। त्यो चटक चुटुक बनाइसकेपछि चाहिँ कस्तो देखिन्छ होइन।